सम्पूर्णलाई नमस्कार आनन्द अकाडेमी दाङघोराई को यो अनलाइन प्लेटफर्मबाट तपाईहरु सम्पूर्णलाई स्वागत गर्दै आज हामीले घुम्दै जाँदा विश्वका प्रमुख ऐतिहासिक घटनाहरूको बारेमा विश्वका प्रमुख ऐतिहासिक घटनाहरूको बारेमा छलफल गर्दै छौं। ओके, यसमा चाहिँ यसलाई हामीले भन्नु पर्दा के भन्छौं त यही विषयलाई विश्वको इतिहास है, हाम्रो सर्टकट भाषामा इतिहास भनेर हामीले यसरी भन्छौं। ठीक छ, यसमा अध्ययनका विषयवस्तुहरू के छन् त भनेर हामीले यहाँ बुझ्दाखेरि अध्ययनका विषयवस्तुहरू ल के पढ्नु पर्छ, यसमा हामीले छलफल गर्नुपर्ने विषय के हुन् भन्ने विषय हो यो है। अनि हामीले एक नम्बरमा हामीले म्याग्ना कार्टा भनेर पढ्नु पर्ने छ। यो म्याग्ना कार्टालाई हामीले के भन्छौं त अंग्रेजीमा यही म्याग्ना कार्टा नै भन्छौं। ठीक छ, 2 नम्बरमा हामीले फेरि त्यसपछि ब्रिटिश को है, ब्रिटिशको उपनिवेश विरुद्ध भएका आन्दोलनहरूको बारेमा हामीले पढ्नु पर्नेछ। त्यस्ता आन्दोलन कहाँ भएका थिए त विरुद्धमा भनेपछि एउटा भएको थियो अमेरिकन है, त्यसमा भएको थियो अमेरिकी अथवा चाहिँ हामीले के भन्न बुझ्नु पर्यो होला, अमेरिकी स्वतन्त्रता संग्राम है। यसलाई हामीले इंग्लिशमा के भन्छौं भने अमेरिकन स्ट्रगल अफ फ्रीडम भनेर भन्ने गर्छौं। ठीक छ नि, यो भएपछि दोस्रो खमा हामीले गर्नु छलफल पर्ने भारतीय स्वतन्त्रता संग्राम भनेर, यो फेरि इन्डियन वार अफ, यसलाई हामीले इंग्लिशमा यस्तो भन्ने गर्छौं इन्डियन वार अफ इन्डिपेन्डेन्स भनेर है, इन्डियन वार अफ इन्डिपेन्डेन्स यो पढ्नु पर्ने छ। तेस्रोमा हामीले फेरि पढ्नु पर्ने टपिक के छ भने विश्व युद्धको बारेमा, विश्व युद्ध है, विश्व युद्धहरुमा कमा हामीले वर्ल्ड वार भन्यौ, यसलाई हामीले हैन वर्ल्ड वार को बारेमा हामीले पढ्नु पर्ने। अनि यसमा चाहिँ प्रथम, यहाँहरुलाई थाहा नै छ यो प्रथम विश्व युद्ध है, प्रथम विश्व युद्ध फर्स्ट वर्ल्ड वार अथवा वर्ल्ड वार फर्स्ट। अनि खमा फेरि द्वितीय विश्व युद्ध अनि चाहिँ भन्छौं के वर्ल्ड वार सेकेन्ड। यिनी दुईवटा विश्व युद्धका बारेमा चर्चा गर्नुपर्ने छ। अनि त्यसपछि चौथोमा विभिन्न क्रान्तिहरू छन्। क्रान्ति यानी कि
रिभोल्युसन ओके रिभोल्युसनको बारेमा हामीले कुरा गर्नुपर्ने छ त्यसमा के छ त भन्दा कमा फ्रान्समा भएको फ्रान्सेली है फ्रान्स भित्र भावनाले यसलाई हामीले के नाम राख्छौं के भनिन्छ भने राज्य भित्र भएको राज्य क्रान्ति है फ्रान्सली राज्य क्रान्ति यसलाई हामीले चाहिँ फेरि बौद्धिक क्रान्तिको रूपमा पनि चिनिने गरिन्छ बौद्धिक क्रान्ति ठीक छ अनि यसलाई चाहिँ हामीले के भन्छौं फ्रेन्च रिभोल्युसन है फ्रेन्च रिभोल्युसन त्यसपछि दोस्रो आन्दोलन यानी कि क्रान्ति कहाँ छ त भन्दाखेरि रसियन क्रान्ति यो रसियन क्रान्तिलाई अक्टोबर क्रान्ति पनि भन्ने गरिन्छ अक्टोबर क्रान्ति और यसलाई बोल्सेभिक क्रान्ति पनि भनिन्छ ठीक छ यसलाई हामीले रसियन रिभोल्युसन भन्ने गर्छौं ठीक छ नि रसियन रिभोल्युसन अनि त्यस्तै गरेर अर्को हामीले गमा गौरवमय क्रान्ति यो गौरवमय क्रान्तिलाई फेरि अर्को पनि के भन्छ भने रक्तहीन क्रान्ति किन भन्छ कसरी भन्छ त्यो भन्दैछु अर्को यसलाई भन्छ शानदार क्रान्ति त यस्तो पो हुनुपर्छ शानदार भनेपछि ग्लोरियस RIOUS ग्लोरियस रिभोल्युसन है ल यिनी क्रान्तिहरू यति हामीले 4 वटा पढ्नु पर्छ भने 5 मा हामीले सभ्यताको बारेमा सभ्यताहरू पढ्ने छौं सिभिलाइजेसन सभ्यता है यसरी हामीले विश्वको इतिहासलाई यिनी विषयवस्तुहरू सभ्यतामा फेरि के पढ्ने भनेर सोध्नु भयो फेरि है सभ्यतामा प्रमुख सभ्यताहरू पढ्ने हो यसमा मिश्रको सभ्यता है अनि कमा हामीले हेर्यौं भने मिश्रको सभ्यता ठीक छ नि मिश्रको सभ्यता त्यसपछि दोस्रोमा हामीले रोमको सभ्यता हैन त्यसपछि हामीले युनानी सभ्यता अनि त्यसपछि अनि मेसोपोटामियाको सभ्यता अनि ङमा सिन्धु घाटी सभ्यता भने पनि भयो यसलाई सिन्धु घाटी अथवा सिन्धु घाटी सभ्यता र चीनको सभ्यता यति विषयवस्तुहरू हामीले विश्वको इतिहासमा अध्ययन गर्नुपर्ने छ ठीक छ एक गरेर हामीले चाहिँ म्याग्ना कार्टाको बारेमा हामी छलफल गरौं त्यसपछि क्रमशः हामी अगाडि बढ्ने छौं ठीक छ नि अरु म यसलाई चाहिँ चट्ट तपाईहरुले चाहिँ यति भरि थाहा पाउनु पर्छ कि विश्वको इतिहासमा कुन शीर्षक अथवा विषयवस्तु अध्ययन गर्दै छौं हामी भन्ने बारेमा यसलाई लेखेर यता स्क्रिनशट गरेर राखिहाल्नु होला ल यसलाई चाहिँ हामीले अब अब यहाँनेर छ म्याग्ना कार्टा यो म्याग्ना कार्टा भनेपछि कहाँको कुरा हो त भन्दाखेरि यो बेलायतकै कुरा हो है
यहाँहरूले जहिले पनि इतिहास पढ्दाखेरि तपाईहरुले पृष्ठभूमि क्लियरली बुझ्नु पर्नेछ। पृष्ठभूमिलाई नबुझी अगाडि बढ्न सकिँदैन है। पृष्ठभूमि के छ त यहाँ भने 5औं शताब्दीमा है बेलायतमा 7वटा राजा र रजौटाहरूले यानी कि राजा रजौटा भनेको विभिन्न साना साना स्टेटहरूले राज्यहरूले मिलेर कमनवेल्थ यानी कि राजनीतिक गठबन्धन गरेर राज्य गरिरहेका थिए है। सोही समयमा स्याक्सनहरूले है ती सेल्ट मूलवासीहरूलाई राजा रजौटा भन्यो नि 7वटा तिनी सेल्ट भन्छ तिनलाई सेल्ट मूलवासी थिए तिनी। अनि तिनलाई स्याक्सनहरूले त्यहाँबाट लखेटेर पश्चिमतर्फ भगाएर आफ्नो राज्य स्थापना गरेका थिए। कसले? स्याक्सनहरूले। कसलाई हटाए? सेल्ट मूलवासीहरूलाई हटाएका थिए। पछि सन् 1066 तिर नर्मन्डीका शासक है नर्मन्डीका शासक विलियमले आक्रमण गरेर सो आफ्नो कब्जामा त्यो क्षेत्रलाई कब्जामा लिए र ती राजा रजौटाहरूको शासन अन्त्य भयो है त। अनि विलियम नर्मन वंशका विलियमको शासन सुरु भएको थियो। 1066 तिरको कुरा थियो यो तपाईले बुझ्नुभयो। त्यसपछि तिनले शासन गरिरहेका थिए त्यही वंशले नर्मन वंशका शासकहरूले शासन गर्दै जाँदा रह्यो कि अब सन् 1205 को कुरा है। 1205 मा के भयो त भन्दाखेरि पृष्ठभूमि सन् 1205 मा इनोसेन्ट तृतीय भन्ने चर्चका पादरी थिए। पादरी भनेको प्रमुख फादर है। अनि उनीले चाहिँ उनको कार्यकाल सकिएपछि स्टेफन ल्याङ्टन बुझ्नुभयो स्टेफन ल्याङ्टनलाई क्यान्टरबरी चर्चको प्रमुख पादरीमा नियुक्त गर्ने भनेर सिफारिस गर्ने निर्णय गरे है। सिफारिस नियुक्त गर्ने निर्णय गरे तर यो कुरा राजाले मानेनन् है। राजाले नमानेपछि त्यहाँनेर विवाद भयो। अनि यति ठुलो विद्रोह भयो कि त्यो विद्रोहका कारणले राजालाई चर्चको सामान्य सदस्य साधारण सदस्यबाट समेत निष्कासन गरिदियो। अनि त्यसपछि तिनी राजाका चर्चको राजा बन्नको लागि चर्चको सदस्य बन्नुपर्ने प्रावधान पनि थियो। त्यसै कारणले राजा निष्क्रिय अथवा पावरलेस शक्तिहीन राजा भएर बस्नु पर्यो केही समयसम्म। अब त्यसपछि पुनः जनताले राजालाई त एउटा साधारण सदस्यबाट नै नरहने गरी निष्कासन गरे। तर पुनः 1212 मा है जोन द्वितीय राजा जोन द्वितीय यानी कि उनको उपनाम थियो जोन लेखल्यान्ड। जोन लेखल्यान्ड पुनः शक्तिमा आउँछन् र 1214 तिर तिनको द मिशनरीज आर्मीले कुन आर्मी? द मिशनरीज आर्मीले फ्रान्सको उत्तरी क्षेत्रमा आक्रमण गर्छ कब्जा गर्नलाई किनकि उनी शक्तिमा आइसकेका थिए। त्यसपछि उनी यति नराम्रोसँग पराजित हुन्छन् त्यो ब्याटल अफ भयभिस भन्ने युद्धमा उनी साह्रै ठुलो हार खाएपछि अनि उनलाई आर्थिक संकट पर्छ। कलाई? जोन द्वितीयलाई। अनि त्यसपछि उनले त्यो जति पनि युद्धमा क्षति भएको अर्थतन्त्रलाई सुधार गर्ने एउटै केन्द्र के बनाए भने कर जनतामाथि एउटा कर लगाउने। त्यसैले उनले कर सम्बन्धी कानुन पारित गरे। त्यसलाई स्कटिश ट्याक्स भनिन्छ। कुन ट्याक्स? स्कटिश ट्याक्स भनिन्छ। त्यसपछि त्यो मार्फत जनताबाट सबै असुली गर्ने रणनीति बनाए। अब यहाँसम्म सुन्दाखेरि तपाईहरुले भन्नुभयो अब त्यसपछि यस्तो अन्याय अत्याचारबाट सबैभन्दा पीडित हुने वर्ग को थियो भने ब्यारन्सहरू है। ब्यारन्स भनेको उच्च कुलीन वर्गका नागरिकहरू पर्ने वर्ग थियो जुन वर्गमा
उच्च पदस्थ कर्मचारीहरू, अफिसरहरू र भूमिपतिहरू बस्ने गर्थे। तिनीहरू उच्च वर्गका नागरिकहरूले अत्याधिक ट्याक्साको मात्रा बढिसकेपछि उनले धेरै मात्रामा ट्याक्स कर तिर्नु पर्ने भयो। त्यसर्थ जनताबाट उनीहरूले जनताको साथमा उनीहरूले चाहिँ विद्रोहको शङ्खघोष गर्छन्। अनि ती भूमिपतिहरूले त्यही फादर स्टिफन ल्याङटन र पापल लिगेट्सको एउटा संयुक्त प्रतिनिधि मण्डल बनाउँछन् अनि राजा कहाँ गएर यो अस्वाभाविक कर र अत्याचारलाई फिर्ता लिनुहोस् महाराज भनेर बिन्ती पत्र बुझाउँछन्। तर चाहिँ राजाले त्यहाँ वास्ता गर्दैनन्, त्यो कदम फिर्ता लिँदैनन्। अनि त्यसपछि फेरि अस्वाभाविक रूपमा विद्रोहको ज्वाला अगाडि बढ्छ। अनि त्यसपछि ल्याङटन त्यही स्टिफन ल्याङटनलाई एउटा ब्यारन्सहरूले के लेख्न पठाउँछन् भने आर्टिकल्स अफ ब्यारन्स लेख्छन् है। आर्टिकल्स अफ ब्यारन्स भनेको जमिनदारहरूको शर्त भनेर एउटा लिखित रूपमा उनले लेख्छन् र पुनः त्यो मागपत्र लिएर राजा कहाँ जान्छन्। तर राजाले सिधै इन्कार गर्दैछन्। अब पनि फेरि चाहिँ यहाँनिर निकै समस्या उत्पन्न हुने गइरहेको हुन्छ। पुनः अनि रबर्ट फिच वाल्टरको नेतृत्वमा है, अब यिनको नेतृत्वमा चाहिँ जनविद्रोहको घोषणा गरिन्छ। अनि चाहिँ त्यसपछि सङ्घर्षको घोषणा गरिन्छ र पुनः वार्ताका लागि राजालाई थेम्स नदी है, कुन नदी? थेम्स नदी। तपाईले थेम्स नदीको नजिकमा रेनिमेड भन्ने ठाउँमा वार्ताको लागि बोलाइन्छ है। रेनिमेड भन्ने ठाउँमा वार्ताको लागि बोलाइन्छ। तर राजाले सम्झौता पत्रमा हस्ताक्षर नगरेर फर्किन्छन्। अब विद्रोह पुरा ज्वलन्त भयो र विद्रोहले पुरै चाहिँ हतियार उठायो, इङ्ल्यान्ड सहर कब्जा गर्यो अनि राजदरबार समेत कब्जा गरिन्छ। अनि बाध्य भएर उनी पुनः रेनिमेडमा आएर 1215 को जुन 15 मा है त्यो सम्झौता पत्रमा हस्ताक्षर गर्छन्। अनि सोही दस्तावेज अथवा त्यो हस्ताक्षर गरेको दस्तावेजलाई ल्याटिन भाषामा म्याग्ना कार्टा भन्ने गरियो। त्यो म्याग्ना कार्टालाई स्वतन्त्रताको महाधिकार पत्र भनेर पनि भन्ने गरिन्छ, ग्रेट चार्टर अफ लिबर्टिज है। यही ग्रेट चार्टर अफ लिबर्टिज नै कानुनी दस्तावेज बन्छ। अनि त्यसपछि शान्ति पुनर्बहाली हुन्छ र पुनः 1515 पछि पनि पुनः राजा है जोन द्वितीय नै राजा बन्छन् है। त्यसपछि उनीको बरु 1216 मा उनलाई बर्खास्त गरिन्छ। तिनलाई बर्खास्त गरिसकेपछि फ्रान्सबाट लुइस 8औं लाई ल्याएर त्यहाँ राजा बनाइन्छ र 16 मा फेरि 1616 को अक्टोबर 18 मा राजा जोन द्वितीयको मृत्यु हुन्छ। अनि मृत्यु पश्चात पुनः उनको छोरालाई हेनरी द्वितीयलाई राजा बनाइन्छ। यसरी यो घटनाबाट उत्पत्ति भएको अथवा यो सिर्जित भएको एउटा कानुनी दस्तावेज जुन विश्वको पहिलो कानुनी दस्तावेज हुन्छ त्यसलाई हामीले म्याग्ना कार्टा भनेर भन्ने गर्छौं। ठीक छ। यति भएपछि तपाईले बुझ्नुपर्ने कुरा के छ भने म्याग्ना कार्टा को हस्ताक्षर अथवा चाहिँ म्याग्ना कार्टाको सन्धि कहाँ भएको थियो? रेनिमेडमा भएको थियो। यसको चाहिँ नागरिक विद्रोहको नेतृत्व है, नागरिक विद्रोहको नेतृत्वकर्ता को थिए त? विद्रोहको नेतृत्व कसले गर्यो? यति कुराहरु तपाईहरुले थाहा पाउनु पर्छ। नेतृत्व कसले गर्यो? अनि त्यो आर्टिकल्स अफ ब्यारन्स लेख्नेको है, आर्टिकल्स अफ ब्यारन्स यानी कि जमिनदारहरूको माग
पत्र लेख्ने को त भन्यो भने स्टेफन ल्याङटन है। अनि त्यसपछि मागपत्र लिएर जाने प्रतिनिधि मण्डलमा को थिए त भनेपछि प्रतिनिधि मण्डलका सदस्य जसले मागपत्र लिएर राजा कहाँ गए सदस्यहरू। अनि पादरी पापल लिगेट र यही स्टेफन ल्याङटन थे। ओके, स्टेफन ल्याङटन। अनि त्यसपछि तपाईहरुले अर्को बुझ्नै पर्ने कुरा के त भन्दाखेरि यिनीबाट एउटा चाहिँ के खुन त्यो यही पछि यही आर्टिकल्स अफ ब्यारन्सलाई हस्ताक्षर गरिसकेपछि यसलाई के भनियो त स्वतन्त्रताको महाअधिकार पत्र है। महाअधिकार पत्र भनियो। यसलाई अंग्रेजीमा ग्रेट चार्टर अफ लिबर्टीज भनेर भनियो है, ग्रेट चार्टर अफ द लिबर्टीज। अनि त्यसपछि अर्को यो भन्दा पछाडी परिणाम के भयो त भन्दाखेरि यसको हस्ताक्षर यसमा हस्ताक्षर कहिले गरियो त है सम्झौतामा हस्ताक्षर कहिले गरियो त भन्दाखेरि सन् 1215 जुन 15 मा है। अनि यसपछि राजा पुनः भए। अनि त्यसपछि राजा चाहिँ 16 मा बर्खास्त गरियो र पुनः राजाका छोरालाई हेनरी द्वितीयलाई चाहिँ राजा बनाइयो। यसरी चाहिँ यो अधिकार पत्र जो छ स्वतन्त्रताको महाधिकार पत्र ग्रेट चार्टर अफ लिबर्टीज भनेर भनियो। यसैलाई नै हामीले ल्याटिन भाषामा म्याग्ना कार्टा भनेर चिन्ने गर्छौं। ठीक छ नि। यसको परिणामहरु के आए त भन्दाखेरि यसमा यो घटनापछि विश्वको यो पहिलो लिखित संविधान अथवा कानुन लिखित दस्तावेज कानुनी दस्तावेजको रूपमा यो परिचित भयो। अनि यसपछि संसदीय प्रणालीको विकास भयो। एउटा चाहिँ यसको परिणामलाई के बुझ्ने त भन्दाखेरि अब यहाँ के भयो त परिणामहरु भन्यो भने एउटा त विश्वको पहिलो कानुनी दस्तावेज तयार भयो। अर्को एउटा यसले के दियो त यसले भन्नुको अर्थ के हो त संसदीय राजतन्त्रको विरुद्ध संसदीय प्रणालीको शासन प्रणाली संसदीय शासन प्रणाली सुरु भयो। यसको परिणाममा विकास भयो प्रणाली संसदीय प्रणालीको विकास। अनि त्यसपछि राजा जोन द्वितीय र क्यान्टरबरीका प्रमुख फादर पोप है बेलायतका पोप इनोसेन्ट तृतीय बीचको के भयो त बीचको संघर्ष द्वन्द्व भनौं न द्वन्द्व है बीचको द्वन्द्व अन्त्य भयो। त्यसपछि त्यो द्वन्द्व भएन। अनि चाहिँ यसरी यो भएको थियो। ठीक छ ल यसका परिणामहरु सहित
यसरी हामीले यो म्याग्ना कार्टाका बारेमा हामीले छलफल गर्यौं। यो म्याग्ना कार्टाको लेखक को रहेछ त भन्दाखेरि तपाईहरुले बुझ्नुभयो, आर्कबिशप भन्छ यसलाई, आर्कबिशप स्टिफन ल्याङटन। अनि यसमा कति धारा थिए त एउटा कानुनी दस्तावेज भावनाले? यसमा धारा जम्मा 63 धारा को यो कानुनी दस्तावेज थियो। ठीक छ ल, यति तपाईहरुले हामीले गर्यौं। अब बाँकी कुराहरु फेरि अर्को, अब ब्रिटिशद्वारा है ब्रिटिशका उपनिवेशका विरुद्धमा भएका आन्दोलनहरुको बारेमा चर्चा गरौँ है। ल यसलाई चाहिँ हटाऊँ।